सुनसरीमा जुन प्री प्लान गरेर मुस्लिम जिहादीहरूले यो घटना घटाएको छ हिन्दूहरूमाथि, गोली मुस्लिम जिहादीहरूले नै चलाएको छ, प्रहरीले चलाएको होइन। होइन, यो कुरा प्रष्ट हो। प्रहरीले गोली चलाएको छ भने रिपोर्टहरू त सर्वत्र सार्वजनिक छन्, स्पष्ट छन् नि। छैन, यो एउटा लहर हो मात्र। यो जुन एउटा हो, यो रङ न्युज फैलाउने, यो भ्रम फैलाउने मात्र कोसिस भइरहेको छ। यो जिहादीलाई संरक्षण दिने यो सरकारले, त्यहाँको सिडिओले भनेको छ कि हामीले प्रहरीलाई अनुमति दिएकै छैनौँ गोली चलाउने। प्रहरीले भने हामीले हवाई फायरिङ गरेका छौँ। हवाई फायरिङ गर्दा क्या गोली गएर छातीमा लाग्छ र? हवाई फायरिङ गर्दा त्यहाँ जति पनि जना थिए भागिरहेका थिए। यदि भागिरहेको मान्छेलाई फेरि प्रहरीले गोली हान्छ र? त्यो पनि 25 राउन्ड? त्यस्तो त अवस्था पनि थिएन। त्यहाँका संसद, कुन यो राष्ट्रको संसद थापा, उहाँले भन्नुभएको छ त्यस्तो अवस्था सिर्जना पनि भएको थिएन कि गोली नै चलाउनु पर्छ। तैपनि गोली कहाँबाट चल्यो? अहिले यो अभिव्यक्ति सुन्ने हो भने त तपाईँ राज्यको संरक्षण गर्न, प्रहरीको संरक्षण गर्न आउनु भयो जस्तो लाग्यो नि त। होइन, जुन अब के म सत्य बोल्न नपाउने? यदि यस्तो तपाईँलाई मेरो कुरामा विश्वास छैन भने म भन्न चाहन्छु, तपाईँको च्यानल माध्यम भन्न चाहन्छु, नेपालमा जति पनि म दर्ताहरू छ एकचोटि छानबिन गरिदिनु पर्यो नि सरकारले। यसरी छानबिन समिति त अब बन्छ न, यो बन्ने भएन। राष्ट्रिय मानवाधिकार आयोगले अनुसन्धान गर्दैछ। अब सुन्नुहोस् न, प्रहरीले गोली हानेको स्पष्ट देखिन्छ। यो रिपोर्ट पनि एकदमै बाहिरिसकेका छन्। तपाईँ प्रहरीले हानेको होइन भनेर भन्नु। अनि सिडिओले त भनिरहेको छ कि हामीले आदेश नै दिएको छैनौँ। अनि यो न्युज कहाँले देख्नुभयो? राति घटना घट्यो, हेर्नुहुन्न तपाईँ? राति घटना घट्यो, बिहान नै भिक्टर पौडेललाई कसरी थाहा छ रुडी नेपाललाई कि प्रहरीले नै गोली हानेको छ? उसको पोस्ट कसरी आयो? यदि यो गृह मन्त्रीको, गृह प्रशासनको यो कमजोरी होइन भन्नुभयो नि तपाईँ? यो त स्पष्ट हो, यो सरकारको कमजोरी हो त। यो सरकारकै कमजोरी हो। जुन यही घटनालाई लिएर